everyone. आज चाहिँ फेरि छोराको थर्ड भ्याक्सिन उले लाउँदा पनि हुन्छ होला भन्दा ठुलोले लाउँदा पनि है इन्जेक्सनहरू लगाएको बेलामा अनि ठुलो होला कहाँ त्यस्तो यो बस्छ त तर पनि दुख्दैन कोही बेला म त त्यो भ्याक्सिन लगाउँदा त ज्वरो आयो हामी जान्दैछौँ हो यहाँ मान्छे पग्ला भयो अन्तखेरि नानी चाहिँ काका सिना छ भर्खर यहाँनिर दबाई किन्न आएको थियो नि त म अन्तखेरि हो अन्त अब जाँदैछु मेरो छोरा अहिलेसम्म कस्तो हेर्नु न बिहानीको बत्ती थिएन त्यही भएर चाहिँ उयो गर्नु पाइनँ भिडियो सुट गर्नै पाइनँ बिहान कस्तो खुसी भएर हाँसेर कालेर गर्दै थियो हो अहिले पुरा कालिन थालेछ नि त गर्दै थियो अब बिचारालाई दुख्छ रुन्छ भोलिसम्म मिस गर्छु त्यो उसको हाँसेर हाँस्दिँदैन पनि दुखेर हो सो यस गाइस जाँदैछौँ हामी चाहिँ उताबाट आज बजारबाटै गएको नि उता घरबाटै गएको नि त हामी चाहिँ जाँदैछौँ इन्जेक्सन लाउनु मेरो छोरालाई रुवाउनु पर्छ आजको दिन पनि दामी भइरहेको छ योपालि चाहिँ हाम्रो भ्याक्सिन लाउने जग्गा चेन्ज भएको छ चेन्ज भएको छ होइन हामीले चेन्ज गरेको अस्ति लाउनु भ्याइन नि त हो अन्त चाहिँ हाइट नाप्दैछु यहाँ चाहिँ ऊ आज बिचरा उसको हियरिङ टेस्टहरू सबै कुरो हुँदो रहेछ नि त अन्त नेपाली बातमा त्यसै हो है इन्जेक्सन लगाएर तिम्रो साथीहरू पुरै भेटाइ भयो है हस्पिटलको साथीहरू है तपाईँले पखाल्नु न भाइलाई चाहिँ दबाई लगाइदिनु आँटेको मलम हो छोरीलाई मलम लगाइदिन्छ अब हामी अनि आया अलिक कम्ती हुन्छ अरे अब आमालाई त के गर्नु आया कम्ती भएको मनपर्छ छोरालाई आया नहोस् भनेरै यो पाउँदो रहेछ नि त अहिले चाहिँ जेल रहेछ जेल के पो मगाएको थिएँ भनेर सोच्दैछु एकछिन त्यतिखेर खुला राखिराख्नु ल चिसो भएछ छोरालाई तिम्रो लागि त बुढाले फेरि तुरिहाल्नुपर्छ भने होइन अन्त मजा त एकछिन त्यतिकै एकछिन अलिक यतासम्म लगाइदिनु पर्थ्यो नि कतापट्टिको चाहिँ पुरा दुख्छ भन्दै थियो नि ए यो देब्रेपट्टिको त्यो भाइले फोन उठाउन नि बिचको बजार आएर फोन गर्थ्यो भने अहिले बजार कहिले त्यो छोरो सुत्यो के कहाँ हेर्दैछ मजाले उसलाई त्यो आकाश देख्यो होला कि उनीहरू तन्केको यता हेर न बाबा यता हामी चाहिँ आइपुगे आज दिन पनि कस्तो राम्रो छ ऊ बाजेले लगेर गयो भाइलाई बुढा आउँदैछ पछि दिन हेर्नु कस्तो दामी भयो हाम्रो गाउँ के दामी देखेको यहाँनिर त मेरो गाउँ हाम्रो गाउँ सहर मेरो घर चाहिँ तल छ ल अलिकति देख्दैन यो घरको पछाडि बाजे नाति जाँदैछ
भन्दैछु आज त मेरो छोरा आएर खेल्दैछ है मजाले एकछिन चाहिँ होला कति बेरसम्म हामी जस्तै भन्नु नि कति बेरसम्मको लागि हो खेल्ने खुद हामीले उठाएको नि पहिला उठाउँदाखेरि पर्दैन फोन गर्छ है है ल त ल तिम्रो दबाई घुँदैछ घाँटी हो गर्छ बुबु पनि खाँदैन गइरहेको होला नि त तर है अघि म भर्खर सुती गर्छु ल यहाँ सुती मलाई सुताइदियो त ल म यहाँ सुती गर्छु यता यता छोरो यता 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 पल्ट यता पल्टिनु नि यता बिस्तारै यता 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 पल्टिनु नो भन्देऊ न भाइ नो भन्देऊ न यता हेर जबरजस्ती गरेको यता यता नो भन्देऊ न उसले फोन हेर्दैछ बाबालाई सुताउ न बाबालाई यता यता यता